हामी चाहिँ आज मार्केट गएर आउँदै सामान लिएर है हप्ताको सामान कसलाई अहिले तिमीले अघि यता आउन यता अगाडि त्यो गाँजा खाएको त उता अर्कोतिर गयो त त्यस्तै अनुहार परेको छ नि कोरियाको बस होइन हामी सामान हाल्यो कति सामान ल्यायो है 60,000 रुपियाँको भयो नेपालमा भयो दाजु लिएर होइन आज हामीले चाहिँ नेपालको 20,000 को सामान किनमेल गरेर आएको है हरेका लास्ट टाइम गफ दिएको है नेपालको कति हजारको किन्यो एक हप्ताको रासन किनेर आएको छ अब हप्तामा छुट्टी छैन रासन किनेर आएको है एक हप्ताको लागि रासन ल्याउनुपर्छ गोर्खीमा जाडो छ टु मच मेरो लठीले काम गर्छ गर्दैन तिम्रोले त हेडफोनले काम गरेन यार यस्तो लक्ष्मी त काम गर्दा मेरो त्यो हेडफोनभित्र के पसिरहेछ क्या कहिले पनि गाउँघरतिर काम गर्दाखेरि चाहिँ काम गर्दाखेरि एकदम कोटियाहरू बनी चाहिँ आउन लाग्यो त्यहाँ अगाडिको हाम्रो कम्पनी हो यस्तै छ कोरियाको मौसम यहाँ अङ्गुर फल भने सस्तो मिल्छ अरे क्या यहाँ बाटोमै राख्छ अरे क्या बेच्न सस्तो हुन्छ हेर त अघि उता परको पुल यहाँसम्म जोडिएको छ देख्यौ यही पुल रहेछ क्या हामीले उता देखेको पुलहरू यहाँ